पहिला लगाइदिनु विशेष गरी आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष श्रीमान मोहन घिसिङको निर्देश बमोजिम मिरिक ब्रान्च अन्तर्गत सौरी पानीभटा समष्टिलाई के अरे सांगठनिक रूपले बलियो बनाउनको निम्ति अनि सशक्त बनाउनको निम्ति अध्यक्ष महोदयले जुन एउटा तराईको छुट्टै समष्टि अनि सौरेनी जेनेरेट छुट्टै समष्टि बनाउने भन्ने एउटा जुन निर्देश दिनुभएको थियो र विगत 31 तारिकको दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तराईको 7 खेते दाजुहरूले आफ्नो समष्टि गठन गरे बापत आज 7 दिन बादमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सौरेनी समष्टिले पनि आफ्नो नयाँ समष्टि गठन गरेको छ र विशेष गरी केन्द्रीय अध्यक्षको निर्देशलाई पालन गर्दै सम्पूर्ण सौरेनी समष्टिका जति पनि हाम्रो शाखाहरूबाट छ शाखाहरूबाट प्रत्येक प्रतिनिधिलाई लिएर आजको समष्टि गठन गरेको छ र विशेष गरी आजको समष्टि गठन प्रक्रियामा हामीलाई यहाँ टिङ्लिङ गरेको यो सार्वजनिक भवनमा केन्द्रीय समिति सदस्य श्रद्धेय अङ्कल जेबी लिम्बू अनि मिरिक ब्रान्च अध्यक्ष अङ्कल महेन्द्र खड्काज्यूको उपस्थितिमा हामी यो समष्टि गठन गरेका छौँ र समष्टिमा निम्न हाम्रा सिनियर व्यक्तिहरूलाई सर्वसम्मतिले समर्थनले 2/3 समर्थनले प्रस्तावलाई पारित गरेर समर्थन दिएर यो पूर्ण एउटा समष्टि भएको छ र विशेष गरी आजको समष्टि नयाँ समष्टि सौरेनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नयाँ समष्टिको अध्यक्षको पदमा श्रीमान गिरी तामाङज्यूलाई सर्वसम्मतिले चयन गरेको छ भने त्यस्तै प्रकारले 3 हाम्रा उपाध्यक्ष क्रमैले
अतुल खवास अनि त्यस्तै प्रकारले टिका राणा अनि त्यस्तै प्रकारले हाम्रो पासन तामाङ अनि मुख्य सचिव मूल सचिवको रूपमा सर्वसम्मतिले नै सबैको प्रस्ताव अनुसार समर्थन अनुसार सेक्रेटरीको पद हामीले सञ्जय सुब्बालाई सर्वसम्मतिले हाउसले पारित गरेर उहाँलाई यो नयाँ समितिको सौरी समष्टिको एउटा सचिवको पदमा चयनित हुनुभएको छ। अनि त्यस्तै प्रकारले सहसचिवको पदमा दाजु अशोक प्रधान, त्यस्तै प्रकारले पारस तामाङ अनि जीवन बाग्दी हुनुहुन्छ। र अहिले फिलहाल हामीले प्रेसिडेन्ट अनि 3 जना भाइस प्रेसिडेन्ट, सचिव अनि 3 जना जोइन्ट सेक्रेटरी साथै केसिएफमा चयन हुनुभएको छ मेरो दिना जोजो। अनि सम्पूर्ण आज चयनित नयाँ जो पद लिएर बस्नुहुने नयाँ पदाधिकारीहरूलाई हामी सम्पूर्ण सौरेनी समष्टिको तर्फबाट धेरै धेरै बधाई शुभेच्छा शुभकामना दिँदै यो आजको यो प्रेस मिट यी अन्त गर्दछु। जय गोर्खा, जय सुभाष।